भाषण गर्दा गर्दै ढले जीफन्ड उपाध्यक्ष गौतम। रूपन्देहीमा उद्योगमा भएको विद्युत कटौतीको विरोधमा आयोजना गरिएको कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघका जीफन्ड नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले रूपन्देहीको 13वटा उद्योगको लाइन काटेपछि शुरू भएको औद्योगिक आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दा गर्दै अचानक ढलेका हुन्। उनलाई तुरुन्तै उपचारका लागि तिलोतमा नगरपालिका स्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दा गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका छन्। उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका थिए। सोही बेला उनी बेहोस भई ढलेका थिए। बुटवल उपमहानगरपालिका 3 लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जीफन्डको नेतृत्वमा सक्रिय थिए। हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित भएका छन्।